आज हामी भिजा स्ट्रङ प्रोफाइल कस्तो हुन्छ र विक प्रोफाइल कस्तो हुन्छ त्यो कुरामा डिस्कस गर्छौँ। यसमा म तपाईँहरूलाई 5वटा पोइन्ट भन्छु। त्यो 5वटा पोइन्ट चाहिँ क्लियरली राम्रोसँग बुझ्नु होला। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला है। सबैभन्दा फर्स्टमा हुन्छ कोर्स लजिक। कोर्स लजिक भनेको के हो त? सपोज तपाईँले +2मा म्यानेजमेन्ट पढ्नु भएको छ है। +2 म्यानेजमेन्ट, अब ब्याचलरमा हामी म्यानेजमेन्ट कोर्समै जानुभयो। विदेश जाँदाखेरि ब्याचलरमा पनि म्यानेजमेन्ट नै चुज गरेर जानुभयो भने तपाईँको कोर्स प्रोफाइल चाहिँ स्ट्रङ मानिन्छ है। र यदि तपाईँले +2मा साइन्स पढ्नु भएको छ र ब्याचलरमा म्यानेजमेन्टमा अप्लाई गर्नुभयो भने चाहिँ तपाईँको प्रोफाइल विक मानिन्छ। यसको मतलब तपाईँहरूले चेन्जै गर्न नमिल्ने होइन, तपाईँहरूले रिजन चाहिँ राम्रोसँग पुऱ्याउनु पर्छ। किन चाहिँ चेन्ज गर्दै हुनुहुन्छ कोर्स होइन, फ्याकल्टी किन चेन्ज गर्दै हुनुहुन्छ त्यो कुरा चाहिँ तपाईँहरूले क्लियरली एक्सप्लेन गर्न सक्नु पर्यो। नभए तपाईँ विक प्रोफाइलमा पर्नुहुन्छ। अब अर्को कुरा हो स्टडी ग्याप। अब +2 पछि तपाईँहरूको होइन स्टडी ग्याप आफ्टर +2 1.1 इयर टु 2 इयर छ भने यसलाई हामीले स्टिल स्ट्रङ मान्छौँ, स्ट्रङ प्रोफाइल मान्छौँ। तर तपाईँको 2 इयर भन्दा मोर देन 2 इयर भयो भने तपाईँको प्रोफाइल विकमा गयो। अब विक भन्नाले तपाईँले अब एक्सप्लेन गर्न मिल्यो, म काम गर्दै थिएँ, यो गर्दै थिएँ, त्यो गर्दै थिएँ होइन, प्रुफहरू देखाउन मिल्यो, स्टिल तपाईँको प्रोफाइल चाहिँ विक मानिन्छ। 2 वर्षभन्दा माथि तपाईँको ग्याप भयो भने। त्यही भएर सकेसम्म ग्याप नगर्नु होला होइन। विदेश जाने सोच्दै हुनुहुन्छ, अब पढ्दै जान्छु भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ सकेसम्म एप्लिकेसनहरू खुल्ने बित्तिकै सुरु गरिहाल्नु है। यताउति घुमेर जान्छु यताउति पहिला भिजा आओस् अनि अरू जे गर्नुपर्छ गर्नुहोस्। फाइनेन्सियल प्रोफाइल, अब यो चाहिँ अब केही कन्ट्रीहरूको लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट हुनसक्छ है। अब किन चाहिँ अब म एक्सप्लेन गर्छु, राम्रोसँग हेर्नु होला। अब फाइनेन्सियल प्रोफाइलमा जसको फाइनेन्सियल जस्तै मनी ट्रेसेबल छ भने तपाईँको प्रोफाइल स्ट्रङ भयो। नट ट्रेसेबल छ भने तपाईँको प्रोफाइल विक भयो। अब ट्रेसेबल भनेको के हो भन्दाखेरि यदि जस्तै इन्कम, जस्तै तपाईँहरूको वर्षको 50 लाख इन्कम हुन्छ होइन, अनि त्यो 50 लाखको तपाईँहरूसँग प्रुफ छ, कहाँबाट पैसा आयो, ट्याक्स तिरेको प्रुफ छ, ब्याङ्क स्टेटमेन्टमा सो हुन्छ, सबै थोक छ भने त्यसलाई त्यो स्ट्रङमा गयो तपाईँको प्रोफाइल। तर यदि तपाईँको 50 लाख चाहिँ छ पैसा, तर कहाँबाट आयो, कति ट्याक्स तिरेको, ट्याक्स नतिरेको त्यस्तो छ भने तपाईँको प्रोफाइल विकमा जान्छ। अनि हामीले के बनाउनु पर्ने हुन्छ, त्यही भएर त्यो चाहिँ झ्याउ हो, विक नै हुने भयो तपाईँको प्रोफाइल। त्यही भएर स्ट्रङ प्रोफाइलको चाहिँ के हुन्छ भन्दाखेरि सबै थोक ट्रेसेबल हुन्छ क्या। पैसा भयो भने उनीहरूले ट्याक्सहरू तिरेको हुन्छ, ट्रेस गर्न सकिने हुन्छ, सबै थोक ट्रेसेबल हुन्छ। अब अर्को नम्बर 4मा इङ्ग्लिस स्कोर भर्सेस एक्चुअल इङ्ग्लिस। अब तपाईँहरूले इङ्ग्लिसपट्टि जस्तै अस्ट्रेलिया, युके, क्यानाडा, अमेरिका, न्युजिल्यान्ड गर्दै हुनुहुन्छ भने तपाईँहरूको चाहिँ इङ्ग्लिस स्कोरले मात्र फरक पर्दैन है। स्कोरले तपाईँको भिजा होला होइन, तपाईँले स्कोर ल्याउनुभयो, ल इन्टरभ्यूमा पनि राम्रो गर्नुभयो, रटेर दिनुभयो, भिजा आउला। तर पछि त्यहाँ गएर चाहिँ तपाईँहरूले कन्सिक्वेन्सेस फेस गर्न सक्नुपर्छ। त्यो भनेको के भन्दाखेरि तपाईँहरूले त्यहाँ कम्युनिकेट गर्न जान्नु भएन भने, सक्नु भएन भने तपाईँहरूले जब पाउनु हुँदैन है। अनि त्यही कुरा अब तपाईँको यदि स्ट्रङ छ, इङ्ग्लिस ठिकठाक छ, बोल्न सक्नुहुन्छ, आफूले बोलेको अरूले बुझ्छन्, अरूले बोलेको आफूले बुझ्नुहुन्छ भने चाहिँ तपाईँको प्रोफाइल स्ट्रङ मानिन्छ है। इङ्ग्लिस आइएल्समा राम्रो ल्याएर मात्र हुँदैन, तपाईँहरूले आइएल्समा मात्र राम्रो ल्याएर हुँदैन है। बोल्न पनि जान्नु पर्यो, स्पिकिङ प्र्याक्टिस गर्नु पर्यो, कम्युनिकेट गर्न जान्नु पर्यो है, फ्लुएन्ट हुनु पर्यो क्या, बुझ्नुभयो, त्यो हुनु पर्यो। सबैभन्दा लास्टमा छ
सबैभन्दा लास्टमा अब हाम्रो के छ भन्दाखेरि नम्बर 5 मा के छ भन्दाखेरि रिसर्च। अब स्ट्रङ स्टुडेन्टहरूले स्ट्रङ रिसर्च गर्छन्। ओभरअल नो रिसर्च। अब जस्तै यदि मैले अप्लाई गर्दैछु कुनै कन्ट्री भनेपछि मैले त्यो कन्ट्री किन जाँदैछु, कुन युनिभर्सिटी, त्यो युनिभर्सिटी किन जाँदैछु, त्यो कोर्स पढ्न किन जाँदैछु, मेरो कोर्स मोड्युल्सहरू के छ, मेरो फ्युचर प्लान के छ, त्यो सबै कुरा मलाई थाहा हुनु पर्यो। किनभने तपाईँको यदि भिजा इन्टरभ्यू पर्यो कुनै पनि कन्ट्रीको, अस्ट्रेलिया, युके, न्युजिल्यान्ड भिजा इन्टरभ्यू पर्यो भने चाहिँ तपाईँहरूलाई यो क्वेसनहरू सोध्छ नै सोध्छ। अनि रिसर्च गर्नु भएको छैन भने तपाईँको त्यहीँनिर भिजा रिजेक्ट गरिदिन्छ। अनि राम्रोसँग रिसर्च गर्नु भएको छ भने तपाईँले इन्टरभ्यू जुनैसुकै इन्टरभ्यू क्लियर गर्न सक्नुहुन्छ। त्यही भएर सबैभन्दा मेन चाहिँ तपाईँहरूले रिसर्चलाई चाहिँ मान्नु पर्यो है। तपाईँको अरू सबै ठिक छ, सबै स्ट्रङ छ, तर रिसर्च मात्र विक छ भन्यो भने तपाईँहरूको भिजा आउँदैन है। लगभग 90% आउँदैन, कोही कोही लकी भएर आउँछन् तर 90% भिजा चाहिँ आउँदैन। त्यही भएर तपाईँहरूले रिसर्च चाहिँ राम्रोसँग गर्नु पर्यो है। अब तपाईँको स्ट्रङ प्रोफाइल भन्दैमा तपाईँको जिपिए स्ट्रङ हुनु पर्दैन क्या। 2.5 जिपिए भएको मान्छेको पनि प्रोफाइल स्ट्रङ हुनसक्छ र 3 जिपिए बढेको मान्छेको पनि प्रोफाइल विक हुनसक्छ। त्यही भएर प्रोफाइल तपाईँको जिपिएले डिटरमाइन गर्दैन। तपाईँहरूले सबै थोक यो 5वटा पोइन्ट चाहिँ तपाईँहरूको सबै स्ट्रङ हुनुपर्छ प्रोफाइल स्ट्रङ हुनलाई। आफूलाई त्यही अनुसार प्रिपेयर गर्नुपर्छ। अब तपाईँहरू प्रोफाइल यदि असेसमेन्ट गराउन चाहनुहुन्छ, कुनै अरू कन्ट्री अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ दिएको नम्बरमा। र यदि गर्नु हुँदैन र तपाईँको साथीहरूले गर्दैछन् भने यो भिडियो चाहिँ सेयर गर्नु होला। थ्याङ्क यू।